जस्तै यहाँ मेरो एउटा टर्च छ हैन, विथ रेस्पेक्ट टु यो टर्च मैले पेन्सिल मैले यता राखेँ अरे हैन, अनि मैले फेरि यसलाई के गरेँ डिस्प्लेस गरेँ, अनि यो कता आयो यता आयो। सो यसलाई हामीले ग्राफमा ल्यायो भने कसरी निस्किन्छ भने यो हो मेरो पोइन्ट अफ ओरिजिन, द्याट मिन्स यो मेरो के भयो एउटा टच। सो हामीले बुझ्नु खोजेको चाहिँ यो पोजिसन एन्ड डिस्प्लेसमेन्ट भेक्टर। सो यो जिरोमा चाहिँ के छ एउटा टर्च छ, जस्तै यो मेरो टर्च हो विच इज इन रेस्ट जिरोमा छ, अनि यो टर्चको रेडियस टक्कै यस्तो गऱ्यो भने त्यो कति टाइम्स डिस्प्लेस भएछ, यस्तो पर डिस्प्लेस भएछ राइट। सो यति पर डिस्प्लेस भयो भने यो पी चाहिँ हाम्रो के भयो एउटा टच। सो आफ्टर सम टाइम मैले फेरि त्यसलाई के गरेँ डिस्प्लेस गरेँ। सो वी नो द्याट डिस्प्लेसमेन्ट इज अ भेक्टर। सो यो जब यतापट्टि डिस्प्लेस भयो नि यो पनि एउटा के भन्ने अब अब्जेक्ट नै हो नि त, त्यो सेम अब्जेक्ट हो। यसलाई म केले रेफर गरेँ क्यूलाई। सो यहाँदेखि यहाँसम्म मैले केलाई रेफर गर्न सक्छु एउटा रेडियस पनि हामीलाई के थाहा छ त्यो एउटा भेक्टर क्वान्टिटी हो। सो नेक्स्ट यसले के बनाउँछ एउटा एङ्गल बनाउँछ नि त थीटा। द्याट मिन्स जब मैले एउटा टर्च राखेँ अनि त्यसमा मैले यस्तो साइड घुमाएँ भने त्यो के बन्ने हो एउटा थीटा बनाउँछ, एउटा सम इन्क्लिनेसनमा छ नि त। त्यो इन्क्लिनेसनलाई हामीले के पनि भन्छ एउटा ग्रेडियन्ट, कतिको ढल्दैछ कतिको हिसाबले ढल्दैछ हैन। सो यसले गर्दाखेरि हाम्रो पी कस्तो देखिन्छ आर थीटा, हामीले यसलाई आर थीटा लेख्दा हुन्छ राइट। सो यो आर थीटा भयो भने पी को रिलेटिभ पोजिसन के रहेछ ओपी, पी को रिलेटिभ पोजिसन ओपी और ओपी पनि लेख्न सक्छ, और वी क्यान जस्ट से R1, लेट्स से दिस इज R1। अब नेक्स्ट त्यो यता गयो भने यसमा पनि के बनायो एउटा थीटा बनायो हैन। सो यो थीटा पनि के हुन्छ डिफ्रेन्ट हुन्छ नि त। जब यो थीटा पनि डिफ्रेन्ट हुन्छ यसको रेडियस पनि के हुन्छ R2 डिफ्रेन्ट भयो। द्याट मिन्स रिलेटिभ पोजिसन अफ पी के भयो रिलेटिभ पोजिसन अफ पी R2। अब यहाँदेखि यहाँसम्म के भयो यो डिस्प्लेस भयो नि त, यहाँदेखि यहाँसम्म जब यो डिस्प्लेस हुन्छ नि, जब यो डिस्प्लेस हुन्छ क्यान वी राइट इट एज R2 फाइनल। यो कहाँ रहेछ फाइनल माइनस इनिसियल द्याट इज इक्वल टु डिस्प्लेसमेन्ट भेक्टर। द्याट मिन्स जब मैले यसलाई यहाँदेखि यहाँसम्म लगेँ यो डिफ्रेन्स यो दुइटाको डिफ्रेन्स कतिको पोजिसनमा डिफर भयो त्यसलाई हामीले के भन्दा रहेछ, यसलाई हामी डिस्प्लेसमेन्ट भेक्टर भन्दा रहेछ। अनि पोजिसन भेक्टर भनेको विथ रेस्पेक्ट टु एउटा अब्जेक्ट त्यो कहाँ भयो पर गयो विथ रेस्पेक्ट टु अब्जेक्ट। जस्तै यो पी को के रहेछ पोजिसन भेक्टर, यसको ओपी कि R1 अनि यसको क्यू को ओक्यू कि R2।